एभ्रिवान, हजुरलाई मेरो युट्युब च्यानलमा स्वागत छ है। आज चाहिँ हामी यहाँ बहिनी मनुषा बहिनीलाई भेट्न आइरहेछौँ। म उसलाई यहाँ पर्खिरहेको छु, ऊ झर्दैछ। अब उरामा भएर चाहिँ हामी घुम्दै घुम्दै जेनी मोटोलाई भेट्छौँ। हामी कहाँ कहाँ जान्छौँ, के गर्छौँ हजुरहरूलाई म अहिले भिडियोमा हजुरहरूलाई सबै देखाउँछ है त। फाइनली हाम्रो चाहिँ यहाँ बहिनी पनि आइसक्यो। अब हामी चाहिँ पुरामा हामी घुम्दै अनि त्यसपछि हामी जेनी मोटोलाई भेट्न जान्छौँ है त। गाइज मलाई कस्तो देखिरहेको छ हेर्नुहोस् त, राम्ररी देखिरहेको छु म। हामी चाहिँ यो जोर्डनको गल्ली गल्लीमा हिँडिरहेछौँ उरामा। आजको हाम्रो यात्रा कस्तो हुन्छ हजुरहरूलाई म फर्स्टदेखिको लास्टसम्म देखाउँछु है त तपाईँहरूलाई। हामी चाहिँ एमटिआरमा चढ्नलाई यहाँ एमटिआरको लोगो हेर्दै हामी चढ्दैछौँ। हामी चाहिँ दुईजना भेट भएर हामी चाहिँ यो जोर्डनको एमटिआरभित्र छिर्दैछौँ। हामी चाहिँ यो जोर्डनको ए साइड जोर्डन स्टेसनमा छौँ। हामी यहाँभित्र छिर्दैछौँ। हेर्नै गाइड यस्तो एमटिआरभित्रभित्र पनि यो यस्तो यो उयोहरू के सामानहरू बेच्नु राख्छ। यो एयरपोर्टहरू के चार्जरहरू मान्छेहरूको व्यापार त हो है। व्यापार गर्नु जानु भने जे पनि हुन्छ, तर आफूले चाहिँ गर्नु जान्नु पर्यो। सबै चिज गर्नु जान्यो भने चाहिँ सजिलै हुन्छ। यहाँ चाहिँ हाम्रो नेपाली दिदीहरू पनि हिँडिराख्नु भएको रहेछ। यहाँ चाहिँ यो जोर्डनमा चाहिँ एकदम धेरै नेपालीहरू हुन्छ क्या। नेपालीहरूको बस्ती नै छ यतातिर चाहिँ। अलिकति उता अरू ठाउँहरूतिर चाहिँ त्यति साह्रो खासै नेपालीहरू हुँदैन। यतातिर चाहिँ धेरै नेपालीहरू हुन्छ। यहाँ हाम्रो बहिनी यहाँ जस्तै हिँडिरहेको छ है, राम्री भएर आइरहेको छ। हामी चाहिँ यहाँ यो जोर्डनदेखिको हामी 3 भन्ने ठाउँमा जाँदैछौँ नि त। जेनी त्यहीँ आइरहेको छ अरे। आज त्यसको त्यहाँ दिदीलाई भेट्नुपर्ने छ भनेर त्यो अघि नै आएर त्यहाँ बसिरहेको छ। अब हामी जाँदैछौँ। यहाँ चाहिँ अब एमटिआरभित्र चढ्नलाई चाहिँ यस्तो पड्काउनुपर्छ, यस्तो कार्ड, अनि त्यसपछि मात्रै हामी इन्ट्री हुन पाउँछौँ। अब जोर्डनदेखिको हामी 3 जानुलाई चाहिँ हामी यो सेन्ट्रलको उयसमा चढ्नु, एमटिआरभित्रमा चढेर चाहिँ हामी एडमल्टीमा झरेर हामी फेरि एमटिआर एक्सचेन्ज गर्छौँ है। मान्छेहरूको चाप हेर्नुहोस् न यहाँ गाइज, कति धेरै भन्दा नि अति धेरै छ मान्छेको चाप भिड। एमटिआरमा चढेर हामी यो 3 भन्ने ठाउँ आइपुग्यौँ। हामी चाहिँ बाहिर निस्केको। फाइनली गाइज हामी चाहिँ जेनी मोटोसँग हामी भेट भइसकेका छौँ है। हामी 3जना भेट भएर हामी यहाँ 3 भन्ने ठाउँमा हामी यहाँ यसरी हिँडिरहेको छौँ। अब हामी चाहिँ एकछिन घुम्छौँ ओर्छौँ अनि हामी छुट्टिन्छौँ। हेर्नुहोस् होला सबैजनाले। गाइज हेर्नुहोस् त यो कस्तो लाग्यो हजुरहरूलाई। मलाई त फेरि यस्तो ड्रेसहरू मनपर्छ क्या, एकदम शीतल है यस्तो रहेछ। अनि यहाँ हाफ प्यान्ट रहेछ। मलाई चाहिँ फेरि यस्तै मनपर्छ है। मलाई यस्तो किनिदिने मान्छेको होला नि, मलाई कसले किन्देला। यहाँ पनि यो पनि राम्रो रहेछ हाफ प्यान्ट है। अनि त्यसकै सर्ट मलाई चाहिँ फेरि यस्तो मनपर्छ नि त। तर मलाई कसैले किनिदिँदैन। मलाई कसले किनिदिन्छ होला जिन्दगीको गोरेटोमा। मलाई त किनिदिने मान्छे पनि छैन यार गाइज। कसले मलाई किनिदिनुहुन्छ हो यस्तो। म त यस्तो किनिदिने मान्छेको प्रतीक्षामा छु है गाइज। मलाई किनिदिनु पर्यो यस्तो ड्रेस। यो पनि कति राम्रो रहेछ है, सिम्पल। अब गर्मी महिना आयो नि त है,
यसको यो सुटहरू हेर्नुहोस् न कति राम्रो क्या अब यो माथिबाट है माथिबाट यो अनि मुनिबाट यो मेडी क्या मेडी जस्तो है कति राम्रो यस्तो यो मुनिबाट मेडी अनि यो माथिबाट कति शीतल हजुरहरूलाई मनपर्छ यस्तोहरू हेर्नुहोस् त है मलाई चाहिँ फेरि मनपर्छ है यस्तो सिम्पल शीतल हुन्छ नि त यस्तो लुगाहरूले त्यो चाहिँ मलाई साह्रै मन पर्यो है कसले मलाई किनिदिन्छ होला गाइज हेर्नुहोस् त म चाहिँ कसले किनिदिन्छ भनेर म चाहिँ पर्खाइमा छु है गाइजहरू ल मलाई किनिदिनु पऱ्यो यस्तो कसले किनिदिन्छ मलाई भन्नु होला कमेन्टमा है त गाइज कि हजुरहरूलाई के यस्तो मनपर्छ हौ हेर्नुहोस् है अरे वाह हजुरको मिसेसहरूलाई यसरी यो लगाइदिने हो कि के को लाज होइन लजाउनु पर्ने यो पुरै छैन नि त सबैले यो लगाउने चिज नै हो आखिरमा है हामी छोरी मान्छेलाई हेर्नु सक्नुहुन्छ हजुरहरूले है के भनेको लजाउने कुरा होइन नि त गाइज यहाँनिर चाहिँ स्कुटर पनि रहेछ है हजुरहरू कुदाउने हो कि हेर्नुहोस् त जुत्ताहरू हजुरहरूलाई कुन मनपर्छ हेर्नुहोस् त पिरतीको छाता ओढाउन पारी त्यो डाँडामा घाम लाग्यो रमाइलो तिमी रमाउन जाउन पिरतीको छाता ओढाउन ब्याग हेर्नुहोस् त गाइज हजुरहरूलाई कस्तो लाग्यो मन पऱ्यो हेर्नुहोस् त यहाँ पनि हेर्न सक्नुहुन्छ खतरावाला ब्याग है 559 चलो only 30% offer चाहिँ यति नै बाई बाई